हेलो साथीहरु, के कसो हुनुहुन्छ? हामी पनि एकदम ठिकै छु। र आज चाहिँ म चाहिँ माइत घरमा छु हो। हिजो आएको बेलुका माइत घरको चाहिँ यस्तो छ। बाहिरतिर चाहिँ म देखाउँछु नि ल। माइत घरको भ्यू चाहिँ यस्तो छ। बाहिरतिर चाहिँ पुरा घाम लागिरहेको छ हो। टङ टङ यस्तो दामी फुल फुलिरहेको रहेछ कि साथीहरु, म देखाउँछु ल। मेरो घरमा चाहिँ फुलहरु पहिलादेखि पुरा रोप्छ नि त। कस्तो दामी फुलिरहेको रहेछ है। यो पनि दामी फुलेछ हो। योहरू हामी चाहिँ बेलुका राति आएको थियो चाहिँ आज चाहिँ फर्किने हो। फुल चाहिँ यस्तो फुलेको रहेछ। प्लान्टहरु कस्तो दामी दामी फुलेको रहेछ हो। यस्तै सनफ्लावर पनि रहेछ, जिरेनियम, यो चाहिँ खै के हो थाहा भएन हो। यो पनि फुलेको रहेछ है। पुरा रोपेको रहेछ योपालि चाहिँ फुल पनि हो। यो चाहिँ सनफ्लावर दामी फक्रिरहेको रहेछ है। जिरेनियम फुलिरहेको रहेछ दामी दामी कलरको है। के कस्तो दामी रहेछ है। कोलाई चाहिन्छ साथीहरु कमेन्ट गर्नुहोस् ल। फुलको बिउ ल्याइदिन्छु नि म ल। फुलको बिउ 1000 कस्तो दामी फुलेको रहेछ। हाम्रो घरको फुल देखाइदिउँ भनेको। मैले 18 मात्रै छ हौ। $18 $18 छ हौ। डलरमा आउँदो रहेछ नि त हौ। कति डलर पुग्छ नि? 25 $25 हुँदा चाहिँ उयो हुने रहेछ हौ। उयसमा इन्डियन रुपिसमा। मेरो घरको फुल सबैले फुल मात्रै माग्छ होला। यो फुल दिँदैन अरे। बाबाले चाहिँ फुल दिँदैन अरे हो। हेर्नु मात्रै अरे। त्योहरू चाहिँ यो दामी रहेछ। के चाहिँ दामी रहेछ हौ। क्याक्टस कि क्याक्टस पनि हैन, के हो? यतापट्टि पनि रहेछ। घाममा दामी देख्छ नि त यो फक्रिँदा। लालु पाते रहेछ। गार्डनै भन्छ नि आँगन पनि यहाँ। यता चाहिँ बाबाहरू फुल दिँदैन अरे। बाबाले फुल चाहिँ दिदिन भन्दैछ है। बेच्छ अरे। बाबाले चाहिँ फुल दिँदैन अरे। यो चाहिँ के हाले? गुन्द्रुक। यो चाहिँ गुन्द्रुक अरे हौ। डल्ले खोर्सानी अलिक कम्ती छ हौ। डल्ले खोर्सानी मुलाको अचार अरे। भन्नु पर्यो नि त। यता चाहिँ आमा हौ। खोले पकाएर भर्खर आउँदैछ आमा त हौ। दिन चाहिँ यस्तो छ है। अमी घाम कस्तो है। सिमरायो पनि देखाइदिउँ न यहाँ खै। सिमरायो चाहिँ यहाँ रहेछ है। सिमरायो त कस्तो ड्याममै भएछ। यता चाहिँ सिमरायो रहेछ। पर चाहिँ मकै रहेछ हो। हाम्रो चाहिँ यता हो। खोइ हाम्रो त बारी नि देख्दैन। रुखले देख्दैन रहेछ बारी। यता माथि चाहिँ काकाको घर। मन्दिर हो। जङ्गलमा देख्छ त हौ। यस्तै छ यहाँ चाहिँ। यो सब सिमरायो हो। यता चाहिँ अलैँची रहेछ। एउटा मेरो घर। एउटा फुलहरू। काँटी त अघि पनि लिएको जस्तो लागेको छ। यो त सबै हाम्रो फुल हो। यस्तो छ। यो चाहिँ मेरो पहिलाको रुम बिहा नहुँदाखेरिको मेरो रुम हो।
यो खिड्कीबाट भागेर चाहिँ भेट्नु जान्थेँ नि त म पहिला हो। यो चाहिँ मेरो रुम। अन्त रुम घर यतापट्टिको चाहिँ भ्युजहरू यस्तो छ। यो माथि चाहिँ भर्खर रोड खोलेको रहेछ हो साथीहरू। यहाँ माथि तेर्सो चाहिँ यहाँदेखि उता चाहिँ चियाबारी सबै हो। यहाँ चाहिँ यस्तो छ है। यहाँ माथिसम्म चाहिँ रोड रहेछ। घरको चाहिँ यस्तै छ है। आमाले यहाँ के अहिले डराइरहेको होला कि मैला डराएको हुँदै थियो। त्यस्तै छ साथीहरू। तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ मलाई कन्ट्याक्ट गर्नुहोस् न ल। म तपाईँहरूलाई फुलको बिउ ल्याइदिन्छु नि ल। बाबाले त दिँदैन अरे हो र पनि म ल्याइदिन्छु नि ल। बाबाले रेला गरेको हो साथीहरू। धेरै दिनमा आएको थियो। म भिडियो बनाउनु भ्याएको थिइनँ नि त घरको कामले गर्दा। त्यही भएर चाहिँ आज छोटो मात्रै भिडियो बनाएँ। किनभने फुल दामी फुलिरहेको रहेछ। म त बनाउँदिनँ भनेर सोचेको थिएँ कि फुल देखेर चाहिँ कस्तो भिडियो बनाउनु मन लाग्यो। त्यही भएर ओके साथीहरू, आजको लागि यति नै। बनाउँदै गर्छु अब अलिअलि हेर्दै गर्नु होला ल। बाई ल।